कति भनेको हुन्छ हेर्नु त तपाईँले म यसरी लासकालासम्म लगिदिन्छु नि म पहिलेदेखि यहाँ बसेर हुन्थ्यो मेरो साथीहरूलाई आऊ भने आयो भए यस्तरी खानु पाउँथ्यो केटा यस्तरी कसरी खाने भाइ यस्तरी खानु पाउँथ्यो आएन तिमीहरूको दुर्भाग्य ल गाइस फाइनल्ली हामी चाहिँ यहाँ खजुरी भएको ठाउँमा पुगेँ म चाहिँ दिदी माइजू पनि भेटिनु भयो बाटोमै सजिलो भयो अनि म चाहिँ दिदीको लगाएँ खजुरी भनेको के हो भन्दाखेरि अर्ग्यानिक यो हो ए मामा तपाईँको यो अन्टी मामा म पुगिसक्यो मामा यहाँ खोरमा आएर लाग्नु छ यता हेरेर भन्ने मामा यहाँ अनि धेरै मान्छे भएपछि ससैले यस्तोले हड्डी पनि जगाउनु मिल्छ हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्लग सो सबैजनालाई वेलकम छ मेरो च्यानलमा आज चाहिँ हामी जाँदैछौँ बाँसगढी अनि हाम्रो चाहिँ फ्यामिली गाइजहरू यहाँ धेरै मान्छे बस्नुभएको छ स्वस्तिका दिदी सबभन्दा हाम्रो मेन क्यारेक्टर चाहिँ हाम्रो यहाँ उठ्नु न छिटो छिटो जब यहाँ लाइट चालु गर्छ त्यहाँदेखि स्वस्तिका दिदीलाई गोरु देखाउनुपर्छ कि त्यहाँदेखि सब लाइट चालु गरेँ यहाँका एउटा दुईवटा तिनवटा छिटो छिटो जानु क्या चर्चा चर्चा लगाउनु छिटो सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु है किनभने स्वस्तिका दिदीलाई देखाउँदैछु मैले स्वस्तिका दिदीलाई देखायो नि त्यो गर्नुपर्छ हामीले सब्सक्राइब गर्नुपर्छ बाबा त्यति भयो पुग्छ धेरै नदेखाउँ हाय अहिले दामी देखिनु भयो हा हेर्दा जीवन यहाँ त दामी आएको छ अनि हाम्रो बजे त्यहाँ हुनुहुन्छ हाम्रो जेठियामा यहाँ हुनुहुन्छ अनि हाम्रो दाइको बिहे हुँदैछ त्यही भएर सब फ्यामिलीहरू आएका छन् अनि हाम्रो मामा यहाँ हुनुहुन्छ मम्मी यहाँ हुनुहुन्छ भिडियो बनाउनु लाग्छ भिडियो युट्युब हाल्ने यहाँ मम्मी हुनुहुन्छ हाम्रो माइला मामा हुनुहुन्छ दाइको बिहाको तयारीमा हल्का टेन्सन भएर मामाको कपाल खुलिसकेछ गाइस हामी चाहिँ आज हामी कहाँ जानु हौ हामी बाँसगढी जानु हौ हामी आज आम्पानी गएर नुहाउँछौँ हामीलाई मामाले पुगाइदिनुहुन्छ आधी बाटोसम्म बाइकमा सरर जाने हामीले जीवनलाई लगेर जानु अनि हाम्रो सबभन्दा यहाँको घरको सबभन्दा मेन बजै यो नचलाउनु त रोक्नु नबान्नु मलम लगाउनु हल्का धेरै मलम हाल्नु जीवन यो पुछेर मलम लगाइदियो त बजेलाई अनि हाम्रो सबभन्दा ठुलो क्यारेक्टर हाम्रो माइजू हामी चाहिँ भलकमा माइजू आइहाल्नु गर्नु सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु भन्नु मेरो भान्जाको लाइक कमेन्ट सब्सक्राइब शेयर सब गर्नु सब एकदम त्यो हुन्छ नि हजारौं करोडौं हुन त हाम्रो माइजू मोडल हुन् तर मेरो माइजूलाई बिहे गराएर छिटो त्यो गरे हो कि नत्र मेरो माइजू हुन्छ र भरे मोडल हिरोनी हुनुहुन्छ नि मेरो माइजू हुनुहुन्न यति राम्री देखाइदिन्छु हामी आज जानु बाँसगढी आज तपाईँलाई धेरै ठाउँ देखाउँछु मैले भ्यू हामीहरूले एउटा कभर सङ पनि बनाउनेछौँ हो कि दिदी हाम्रो दिदी चाहिँ मोडल त्यो गरेर त्यो गरिदिनु न तपाईँहरूसँग त्यो छैन के भन्छन् पट्टी त्यो बजेर पट्टी लगाए योभन्दा पट्टी लगाउने चाहिँ हुन्छ कि हाम्रो जेठियामा भिडियो त्यस्तै होइन भिडियो बनाउने युट्युबमा हेर्ने तपाईँ हेर्नु होला हाम्रो जेठियामा सबभन्दा जेठो हाम्रो जेठियामा अब बाटोमा हेर्दाखेरि भेटौँला दिदीलाई लगेर जाऊँ भनेको दिदीले नाइ भन्नुभयो ठिक छ हामी जानु लागेको गाई छ ल हामी हिँड्यौँ है त अब हामी गएर हामीले एउटा जम्बो लगेछौँ अनि खानेकुरा लगेछौँ गएर चट्ट खाने हामीले आरामले नुहाउँदै जाने म त टावेल पनि ल्याएको छु स्याम्पू ल्याउनु बिर्सेको रहेछु क्या स्याम्पू लिएर के नुहाउनु भनेर हाम्रो उता मामाले चाहिँ उता मम्मीलाई र दिदीलाई लग्नु भयो अनि यता अङ्कलले मलाई र भाइ हावा है छट अब हाम्रो आजको यात्रा एकदम शुभ रहोस् आफैले भनेर हिँडेको म त कपडा ल्याएर आएको छु एउटा कभर सङ बनाउने भनेको छु क्या काफले आउँदैछ मेरो कभर सङ हेर्नु होला सबैजनाले
क्यामेराम्यान मेरो भाइले बनाएको छ एकदम बबाल हो। मैले तँलाई भन्छु सुबा यात्रा तँ भयो सबले ल अब हामी चाहिँ अब आम्पानी पुगेर भेट्नुपर्छ। बाटो एकदम खतरा छ। खतरो के खेलाडी हम एडभेन्चर गरेर हामी चाहिँ अब माथिसम्म चढ्ने हो। एउटा लट्ठी काट्ने हो। जीवन फेरि एकदम खतरा मान्छे हो क्या। के बनाउँथ्यो अब साना हुँदा, अब चाहिँ केटो ठुलो भयो। तर यो नङ पालेको चाहिँ मजा आएन। फेरि त नङ एडभेन्चर गर्छु भन्छ मुला नङ पालेर यत्रो कुरा। ल अब हामी चाहिँ आम्पानी पुगेर भेट्नुपर्छ गाइज। भिडियो बनाउनु पर्ने न भलक। ल हामी चाहिँ मामाले चाहिँ पुगाउनु भयो। यही माथिसम्म राइडर भइसक्नु भयो मेरो मामा। मामालाई मैले बाइक चलाउनु सिकाएँ भन्थेँ, अब मामाले मलाई सिकाउनुहुन्छ। ल जानु है अङ्कल। ल राम्रोसँग जानु। तपाईँलाई धेरै धेरै धन्यवाद। अघि नै अङ्कल भन्नुभयो, अहिले मामा आउनु। तपाईँ मामा आउनुभयो? मामा आउनुभयो त त्यसो भए मेरो। अनि उहाँको बुढलाई फेरि मैले के भन्नु, माइजू भन्नुपर्ने? 3-4वटा नाता छन् मेरो। ल हामी चाहिँ एडभेन्चर हाम्रो यात्रा दामी। ए बाबु लट्ठी टेक्दै हिँड्नुपर्छ। लाउनु तपाईँलाई मैले लट्ठी बनाइदिएँ। दिदी चाहिन्न बाबु? यो रस्सी तान त, डोरी तान। दिदी ऊ त्यहाँ अगाडि खोलामा बसेर चटपटी बनाऊ। माथि किन? खारे पानी छ नि, खारे पानी बन्दा खारे पानीमा बसौँ एकछिन भन्ने हो। त्यहाँ बसेर नुहाउँ पनि अलिकतै हो क्या जीवन? ए दिदी टाइम पुग्छ क्या, आरामले जाने हो साँझसम्म होइन। यो रस्सी बाँधेको थियो, यसलाई ठ्याक्क यस्तै टेक्दै आरामले हिँड्नु परेन जङ्गलको बाटो। मेरा साथीहरूलाई आऊ भनेको, हेर केटा आऊ के गर्छौ? कति रमाइलो गर्न पाउँथ्यौँ, घुम्न पाउँथ्यौँ दिदीहरूसँग। हामी चट्ट पारेर मासु खाने थियौँ। एउटा भालो काट्ने हो, भाले काटेको भ्लग पनि देखाउँछु मैले। केटाहरूलाई आऊ भनेको, तिमीहरूलाई जे खाने मन थियो म खिलाउँथेँ भनेको, आएनन्। तिमीहरूको दुर्भाग्य। मम्मीले भने मान्यौ केटा हो। यस्तो मौका फेरि टाइम पाइन्न। म त तिमीहरू चाहिँ मम्मी, म त मम्मीलाई लिएर आएको छु यहाँ हेर। ल अब हामी माथि गएर खारे पानी तपाईँहरूलाई देखाउँछु मैले। खारे पानी हेर्नुहोस् अनि लाइक कमेन्ट सब गर्नुहोस्। अनि तपाईँहरूलाई यहाँ आउनु छ भनेपछि म तपाईँहरूलाई लोकेसन दिन्छु। कहाँ बाबा हो अहिले? तपाईँहरूलाई यहाँको लोकेसन कस्तो लाग्छ कमेन्टमा भनिदिनु पऱ्यो है गाइज। कमेन्ट गर्न चाहिँ नबिर्सिनु। हाम्रो आम्पानी भन्नेको उयो खोलो हो पुरा। अब हामी यहाँदेखि माथि खारे पानी जान्छौँ। खारे पानीमा खार जमेछ, त्यो भनेको पानी जमाएको। कति वर्षपछि हिँड्ने गाह्रो भयो त। गाह्रो त भयो त। म झन् ब्याग बोकेको छु। दिदी तपाईँ चाउचाउ ल्याउनु भयो? मम्मीले कौन भारी छ तपाईँको त्यो? ए खाली रहेछ। खाली पनि छैन मेरो हेर्न। टमाटर छ, टमाटर ल्यालो, रोटी छ, ए रोटी ल्याउनु भयो? आँखी छ। हिँड्न त सक्नुहुन्छ नि, बोकेर त लग्नुपर्ने हो। खै समात मम्मीलाई बोकेर लग्न सकिन्छ कि नै? खै एकछिन समात भाइ, समात यसरी के यसरी हुन्छ क्या यसरी हो लाग्ने। ए म त मम्मीको पेटमै हुँदाखेरि मम्मीलाई उठाएर लग्थेँ भनेपछि के हो अहिले? कति हल्लुक हुन्छ हेर्नु न। तपाईँले म यसरी घाँसकाँटासम्म लगिदिन्थ्यो नि। म पहिलेदेखि यहाँ बसेर हुन्थ्यो। काठमाडौँ बसेर हो क्या म यस्तो मोटाएको। यति हिँड्यो भने सजिलो। यो गाइस हामी चाहिँ अब माथि पुग्छौँ अब एकछिनमा, अनि फेरि भेट्छौँ हामीले। हामी चाहिँ खारे पानी पुग्यौँ। यो चाहिँ खारे पानी हो। यस्तो यो खारे पानी भन्नुको कारण चाहिँ यस्तरी खार जमेको कारणले हो कि यहाँ माथि चाहिँ पुरा खार जमे होइन। अब म एकचोटि अब हामी चाहिँ एकचोटि चटपटे बनाउँछ। चटपटे खाएर अलिकतै रोटी मम्मीले ल्याउनु पर्छ घरदेखि अर्ग्यानिक खाना। चिप्लो छ दिदी अनि खाएर अनि म एकचोटि नुहाउँछु भनौँ। नुहाउने मतलब डुबुक्क डुब्लेर जुलुक्क आउने, किनभने पसिना सब सुकिन्छ, हल्का फ्रेस माइन्ड हुन्छ। त्यति गरेर अनि
दुइटै खाने अनि हामीले पिउने पानी चाहिँ यो पिउने पानी नुहाउने पानी चाहिँ यो नुहाउने पानी हजुर हुन्छ दिदी चटपट बनाउनु त हेर्नु यो पुरा खारो के यो पुरा पानी जम्या हामी यो नुहाउने हामी सानैदेखि नुहाउने ठाउँ हो क्या लगाइस अब एकचोटि पानीमा सबङ्ग भइजाउँ जीवन भिडियो बना त ए कहाँ गइस आइज हेर्नु नि यो त अर्ग्यानिक हो क्या हाम्रो यो कैलालीको अर्ग्यानिक लम्चीको अर्ग्यानिक ठाउँ हो त्यो मोटेको भुडी लागेर हेर न आमा म त टावेल लिएर आएको छु आरामले नुहाउने हो दिदी समाउनु एकचोटि देखाउनु त मलाई म नुहाउँछु खासै गहिरो त छैन पानी चाहिँ एकदम चिसो छ आमा चिसो ल अब एकछिनमा नुहाएर अनि खाने टाइममा हजुरहरूसँग भेट्छु है यहाँ हेर नि माछा यी माछा जीवन करा हो जीवन हो हेर्नु नि माछा दिदी खुट्टा दिदी खुट्टा खान लाउनु कसरी खुट्टा खान लाने अरे माछाले ल चुप्लङ्ग न आम्फाले सोलो आइज सोलो धेरै गहिरो छैन क्या सोलो यहाँ सोलो हेर्न यहाँ माछालाई हेर्न यहाँ बनाइरहेको छु अनि काठमाडौँमा चल्ने कट्टु यस्तो यो त निस्किनु ए गन्डी माछो भ्यागुताको बच्चा मम्मी गङ्गेटा खोज्नु लाग्नु भयो खाने गङ्गेटाको औषधि हुन्छ दमको औषधि हो है ल मेरो भाइ चाहिँ यहाँ छ भाइको चाहिँ भुँडो लागेको रहेछ मेरो पनि भुँडो लागेको छ त्यही भएर मैले कपडा लगाइहालेँ मम्मी खान लाग्नुपर्छ हाम्रो चाहिँ जङ्गलमा आइसकेपछि मिलेर खानाको मजै पुछेर भन्दै लड्दै खाने गरे के दिनु कि दिनु भन्ने दिदी यहाँ चटपटे खान लाग्नुपर्छ दिदीको मुख यहाँ छ मच्छरले टोक्यो अब दिदीका एलर्जी हुन् ए बबालु सिन्छन् भने फेरि मैले त नुहाएर पनि आइसकेँ मैले त सब तयारी माथि टावेल सावेल सब ल्याएर कट्टु सट्टु सब छ नि अब चटपटे खान्छु अनि पानी पनि खान्छु ए पानी पनि खान्छु कि दिउ खान्छु अनि हामी चाहिँ यहाँदेखि निस्किन्छौँ अब यो चाहिँ खारे पानी हो यहाँको बाटो देखाउँछु एकछिनमा हजुरहरूलाई म खाएर है यो चाहिँ हाम्रो चटपटे है एकदम दामी मिठो भयो अरूको चाहिँ खानु मन लाग्दैन यस्तो टाइममा आएपछि जब्बाएर खानु मन लाग्छ मलाई त अहिले रोटी लिएर आउनुपर्छ मम्मीले ऊ माथि मूल फुटेर ठाउँमा गएर खाने हामीले हो कि न मम्मी मेरो मम्मीलाई मैले टिकटकमा भाइरल बनाइदिएको छु अझै भाइरल बन्नुहुन्थ्यो मम्मी योचोटि मम्मीलाई 10-12वटा भिडियो बनाएर लग्छु आरामले हालिदिन्छु कट गाइज अब माथि गएर भेट्नुपर्छ गाइज हामीले चाहिँ खाना खाएर हामी माथि डाँडा पुग्छौँ अब एकछिनमा देखिया मात्र हो अझै छ यो बाटोमा धेरैचोटि हिँडिसकेको छु क्या सोच्थेँ क्या दिदी हिँड्न सक्नु कि भन्ने यहाँसम्म त हिँडिहाल्नु भयो यति हो दिदी हिँडि नसक्यो नि पुग्नुपर्छ नत्र बेइज्जत गर्छन् घरकाले नजा भन्दै गई भन्छन् फेरि त्यही भएर हामीले सोचेको गन्तव्यमा पुग्नुपर्छ हामीहरूले जान छोडे पो त बिर्सिया छैनौँ नि त हामी कतिचोटि गयो होइन मम्मी कहिले नगयो एउटा 10-20 चोटि गयौँ आज पनि त हल्का बुढो लागेर मोटाएर हिँड्न नसके पो त नि मैले माइजुराको अनि मैले दिदी मम्मी मैले माइजुलाई यस्ता फसाङ लगाइदिएँ कि मलाई थाहा थियो स्वस्तिका दिदीको मुख देख्यो भने माइजू केही बोल्नु न अनि मैले 2-3वटा फसाङ लगाइदिएँ माइजूले पठाइहाल्नुहुन्छ भनेर फेरि लगेर गएको के दिदीलाई तलैबाट आफू पनि हिँड्ने होइन बाबु यहाँ यो खन्नी आएर त हेर्नु त कुन वालो फुट्नु न वाक्चे हो यो पाक्चे हो कि वाक्चे हो हाम्रो घरमा त पाकेको छ नि त आहा अब हामी माथि मूल फुटे ठाउँमा गएर हजुरहरूसँग भेट्छु स्वस्तिका दिदीको टाइममा हालत देखाउँदै गर्छु म उता हेर
ल गाइस फाइनल्ली हामी चाहिँ यहाँ खजुरी भएको ठाउँमा पुगेँ म चाहिँ। दिदी माइजू पनि भेटिनु भयो बाटोमै, सजिलो भयो। अनि म चाहिँ दिदीको लगाएँ। खजुरी भनेको के भन्दाखेरि अर्ग्यानिक यो हो, पाकेको रहेछन्। अब मैले यहाँदेखि टिपेर लगेर जान्छु अनि मम्मीहरूलाई चखाउँछु कि। यसलाई टिप्ने भनेको यस्तरी काँडा हुन्छन् होइन, ध्यान दिएर टिप्नुपर्छ। यो यसलाई चाहिँ यस्तरी खाने हो। यो खजुरी मैले चाख्नलाई मान्छेहरू कति मरिहत्ते गर्छन्। के ठोक्या अब हामीलाई पुग्ने ठ्याक्कै 1 घन्टा लाग्छ होइन गाइस। हेर्ने कस्तो चिराको हेर्नु त यहाँ खजुरी तिनीहरूलाई मैले देखाउँछु नि त। पाके टिपौँ होइन। पहिला हामी सानो हुँदाखेरि यस्तो खजुरी टिप्न हामी बिहानै आउँथ्यौँ मम्मी हामीहरू होइन। दिनभरि घाममा टिपेर अनि साँझतिर घर लगेर जान्थ्यौँ क्या। अब के भन्नु यो खजुरीको कहानी, यति मजा आउँथ्यो होइन गाइस। पाकेर यस्तै हल्लाएपछि झर्छ क्या। विदेशतिर ठुला खजुरी पाइन्छन्, हामीहरूकोतिर यस्तो अर्ग्यानिक साना खजुरी पाइन्छन् होइन। इन्डियातिर भयो त्यतातिर। अनि तिनीहरूले हेरेपछि गाइस मक्कै हुने। ल यति टाइपको उता बाटोमा कति छ कति। अनि तिनीहरूले अहिले मलाई छोडेर गयो भने गाह्रो पर्छ नि त। हामी चाहिँ मालसाना पुगिसक्यौँ। मालसानाको गाउँ चाहिँ यही हो है, पुरा गाउँ हो। गडा देखिहाल्नु होला, यहाँदेखि चिप्लिनु त गाह्रो छ। गुल्टी हो। अनि तपाईँहरूलाई म यहाँदेखि भेडीको कर्णाली देखाउँछु। यो पुरा कुहियो, कुहिनेको पुलु त्यहाँ। अनि माइजहरू उहाँ पुगिसके। यति गर्मी छ कि आमा, बिहान पानी परेको थियो, अहिले घाम लागेर हिँड्नु नसकिने भए उहाँ छन्। र अब हजुरलाई हामी रोटी हामीले तल खाने भनेको थियौँ मूल फुटे ठाउँमा। त्यहाँ मूल चाहिँ सुकिसकेको रहेछ। अनि मैले भिडियो पनि बनाएन, खाना पनि खाएनौँ। हो उतै डाँडामा गएर खान्छौँ। ल अब हजुरलाई उतै गएर भेट्छु म। पाहाडको फोटो खिच्नु दिदी, यहाँ त म भिडियो बनाउनु लागेँ। ल हामी चाहिँ अब पुग्नु लाग्यो बाँसगढी। हाम्रो माइजू त्यहाँ हुनुहुन्छ, हाम्रो दिदीहरू। यहाँदेखि पाहाड क्या दामी देखिन्छ क्या। तर सिनहरू हजुरलाई भ्यूहरू देखाइदियो भनेको। कभरसँग बनाउने भनेको कहीँ ठाउँ लोकेसन नै दामी भेटिनु लागेन क्या। अब के गर्ने भन्ने हो। यहाँदेखि डाँडा बाटो चाहिँ उतै मामा घरसम्म पुगे। यो हामीले चाहिँ यो डाँडा पारि जानुपर्ने हुन्छ। हामीले 3-4वटा डाँडा गइसक्यौँ अझसम्म। टाटा भेटिरहनु। हाम्रोतिर यसलाई टाटा भन्छन्, पूर्वतिर अर्कै के भन्छन् होइन। घामले तातेरै पाकिसक्यो नि त। माघमा हामी पहिला खान्थ्यौँ त है। पहिला सानो हुँदाखेरि मम्मीले गङ्गेटा ल्याउँदा पनि क्या रहर लाग्थ्यो। आजभोलि त गङ्गेटा देख्यो नि त्यो भइसक्यो। हाम्रो त्यो डाँडामाथि जाने हो, भारी बिसाउनु। यसरी खाने कि दिस इज टाटा गाइस। रोतिर अर्कै के भन्छ एउटा चिप्ले हो कि के भन्छ। अब हामी त्यो डाँडा पारी मामा घरबाट हल्का नजिक पुग्दाखेरि हजुरलाई देखाउँछु मैले। किन लग्नु होइन? पाहाडतिर यस्तै हो गाइस, दुःख हुन्छ। पानी लिन पनि 3-4 तल जानुपर्छ, तलबाट बोकेर ल्याउनुपर्छ। गाउँ बिसाउन एउटा डाँडादेखि 4 डाँडा कटाउनुपर्छ। गाह्रो छ पाहाडमा बस्न। तर दिदीहरूको जग्गा पाहाडमा पनि छ। घर दिदीले पाहाडमा हाल्नुहुन्छ।
पाके खजुरी छ ऊ माथि हेर ऊ गाइस म गएको है माथि ल गाइस हामी चाहिँ पुग्यौँ ठ्याक्कै होइन हाम्रो यो भेरी र कर्णाली मिसिएको ठ्याक्कै यो बिचमा होइन यो डाँडाले छेके हेर्नुहोस् यो चाहिँ बाँसगढी है यो यताको चाहिँ यो भेरी हो यताको चाहिँ कर्णाली अनि यो मिसिएर यहाँनिर चाहिँ ठुलो ताल छ अनि यो चाहिँ हाम्रो मामा घर हाम्रो जेठा मामा घर अनि अर्को जेठा मामा घर उता छ अनि यो चाहिँ गाउँ हो यसलाई चाहिँ बाँसगढी भन्छ है बाँसगढी अब हामी चाहिँ गन्तव्यमा पुग्यौँ मैले चाहिँ खजुरी यस्तै ठेलेको छु खाने भए आइहाल्नु होला हाम्रो लम्कीमा न यहाँ बाँसगढी हेर्नु खजुरीका बोटहरू पेहेला भएर भयो त्यो भान काला पेहेलामा काला भान त्यो भएर पाकेर अनि हाम्रो ऐसेलु चाहिँ यो हो है ऐसेलुको बोट तपाईँहरूले काठमाडौँमा पनि देखिसक्नु भयो होला कसले भन्छ हाम्रो स्वस्तिका दिदी यहाँ पुग्नुहुन्न भनेर पुग्नु हो हेर गाइज पूजा दिदीलाई हेराउने सबभन्दा अगाडि हेर्नु दिदी पुगिसक्नु भएको छ आरामले हाँस्दै खेल्दै रमाइलो गर्दै कसले भन्यो हिँड्न सक्नुहुन्न भनेर अनि जीवनलाई अनि कसले भन्यो हिँड्न सक्दैन भनेर जीवन पनि हिँडिरहेको छ यो अब हामीले चाहिँ एउटा भाले काट्छौँ अब तपाईँहरूलाई भाले काट्दाखेरि भेट्नुपर्छ गाइज भाले काटेर जे काटेर मासु सासु चलचुट बनाएर ल्यापलुप खाने हो यहाँदेखि त कस्तो बबाल भ्यू देखिन्छ आम्मामा यहाँभन्दा पारि चाहिँ जिरे पानी कहाँ जिरा पानी मम्मी यहाँभन्दा पारि जिरा पानी हो कि के अरे नौलकोट होइन नौलकोट जाने बाटो बलियाभन्दा माथि बाटो छ होइन बलियाबाट यस्तो जानुपर्छ हामीले चाहिँ यहाँदेखि सर्ट गर्छौँ मासगढीबाट ल अब हामी चाहिँ यो हाम्रो घर चाहिँ यो हो हामी त्यो घरमा गएर अनि मुर्गा काट्दाखेरि भेट्नुपर्छ होइन दिदी भाले काट्ने भाले भन्नु न केही तपाईँको घरकालाई केही भन्नु मामा माइजूलाई पुगेँ मम्मी म भन्नु पुग्दैन सोच्नु थियो भन्नु कसले भन्यो मलाई पुग्दैन भनेर भन्नु न डाइरेक्ट जाओस् न अनि एकदम ठिक भोलि बिहान खुट्टा कस्ता हुने नि थाहा होइन पाहुनाहरू चाहिँ आइसक्यो घरमा हाम्रो मामा चाहिँ उहाँ नै हुन् हाम्रो पहाडको घर चाहिँ यस्तै हुन्छ है गाइस यहाँ भेरो छ माइजू अब मुर्गो छोप्नु पर्यो त कहाँ हो तर यो चाहिँ पानी नभएर विकास नै हुनु पाएको छैन यो हरियाली नै आएन ओके पुरा नै खरेली लाग्यो यहाँदेखि क्या दामी भ्यू देखिन्छ हेर्नु न आहा बिहान मजा आयो म चाहिँ 20 वर्षपछि आएको जन्मेको यहाँ चाहिँ मुर्गा राख्ने ठाउँ अब चट्ट हामीले मुर्गा सुर्गा छोपेर ल्याबलुप काटिहाल्ने हो पहाडको घर चाहिँ यही हो गाइस हेर्नुहोस् कस्तो हुन्छ बुझिसक्नु भयो होला हजुरहरूले कृपया अब हामी रेस्ट गर्छौँ एकछिन मामाले चाहिँ मुर्गा मामाले गऱ्यो आ भनेपछि मुर्गा आउँछ अरे कि गाइस अब हामी मुर्गा छोपेर काट्छौँ आ गरेर छोड अहिले रोक एकछिन रोक हेर्नु गाइस कहाँ मुर्गा मार्दा त्यो भाले मर्ला र त्यो पोथी मार्दा अनि ल छिटो मामा आ गर्नु ए मामा तपाईँको यो अन्टी आ गर्नु मामा उता मामा म पुगिसक्यो मामा यहाँ खोरमा हेरेर लाग्नु छ अझ पनि यता जानुपर्छ भाले हो तेरी माछा जोइलाई छोप्यो भने लखट नआएको तर यसो चाहिँ मार्नु नै गाइस पाप लाग्छ जा भित्र जा मामालाई दे आइगो तँलाई ठोकिसकेको थियो त मैले लखट्या मैले म त खाँदैन भन्ने अरे सुन्ने पछि छ्याप्प छ्याप्प काट्नु न तपाईँ हामी कहाँ काट्छौँ हामी भोलि चढाउँछौँ त कहीँ
म त पाप लाग्छ आजभोलि पाप मान्छु म त खाने बेला पाप लाग्दैन त दादा मामालाई सहयोग गर्न दिनु म काट्दिन्छु अब यो मुर्गालाई काटेर चिकन च्याट तन्दुरी बनाएर ल्याप खाइदिने हो म काटेछु दिदी खतरा काटे नि काटेको हेर्न सकिन्न क्या किन मोबाइल चाहियो मासु बनाउने होइन एक नम्बर छ भन्नुहुन्छ मामाले हँसाउनु आज यहाँ चाहिँ पानीको एकदम कमी छ यार गाइज लाउनु ल गाइज हाम्रो चाहिँ यहाँ मासु त्यही हो अनि हाम्रो अन्डा यही हो अरे सरी हाम्रो ब्रोइलरको अन्डा अनि यो चाहिँ सुकुटी लोकल प्योर यहाँको अर्ग्यानिक कोरियाबाट आउनुभएको दिदी बोसो हेर्नु न आमामा यसलाई चाहिँ मैले बफाएर दामी तेलमा फ्राई गरेर खाने हो नि माइजू मामाले फेरि कान सुन्नु न हो कि मामा हो त नि दुईवटा बुढी हँसाउँछ नै यता हेरेर भन्ने मामा यहाँ राम्रो अनि धेरै मान्छे भएपछि ससलै हुन्छ यस्तरी हड्डी पनि चलाउन मिल्छ छोरा छोरी अनि भान्जा आयो भने रिसाउनु भयो हाम्रो चाहिँ यहाँ भन्यो दिस यो पनि हो तल पठाएर सबलाई हेर स्न्याप गरेर सेभ गर्छस् नि माग्यो राख्दै भनेको अब पछि खानुहुन्छ के पर्दैन के पर्दैन दिमाग खराब सब खाऊ बोसो चाहिँ मलाई लास्टै मनपर्छ है गाइज यो बोसो चाहिँ मेरो फेभरेट हो मैले बनाएको कस्तो बनाएँ मैले मिठो त यो समाप्त दाइ मिठो हो बनाउने मौन पनि मिठो नहोला हात पनि धोछ न पोर्छ अब हामी चाहिँ मासु बनाएर मासु खाँदाखेरि ठ्याक्क खाएर अनि त्यसपछि फेरि पनि हजुरहरूसँग भेट्छौँ अन्तिममा काँचो अन्डा खाने हो क्या काँचो अन्डा राखेछौँ अर्ग्यानिक हो नि त उताको जस्तो त्यो मेसिनले बनाएन यहाँ really good मेरो साथीहरूलाई आऊ भने आएमा यस्तरी खान पाउँथ्यो केटा यस्तरी कसरी खाने गरे भाइ यस्तरी खान पाउँथ्यौ आएन तिमीहरूको दुर्भाग्य अन्डा पनि खान्छौ खै बाबु अन्डा ल्या यो काँचो अन्डा कसरी खाने भनेपछि हजुरहरूलाई सिकाउँछु यस्तो गर्ने आइहाली खानु नि हो पेट भित्र होइन नै म त खान्न मिठो मान्दैन मिठो भयो अरे क्या यो त्यो उताको अन्डा हुन्छ त्यो किने अन्डा हुन्छ नि त्यो अन्डामा बास्ना आउँछ यो अन्डामा बास्ना आउँदैन नि दिदी यो अन्डा एकदम अर्ग्यानिक हो कि यसरी खानुपर्छ गाइज खाएपछि आँगा लाग्छ औषधि हुन्छ अब यसलाई यहाँ राखेर अब हामी चाहिँ हातसाथ धोएर फ्रेस भएर अनि खाना खाने टाइममा हजुरहरूसँग भेट्छौँ हो कि दिदी यस रात परिसक्यो यही हो हेर्नु कस्तो दामी दिस त्यो भए हाम्रो चाहिँ आज पार्टी हाम्रो यो मासु यहाँको के अरे लोकल होइन लोकल मलाई पनि हालिदिनु मामा त्यो झोल मलाई त यही थालमा हालिदिनु भइहाल्छ
थालमा त्यही थालमा म खाने हो जानु त्यो थालमा मलाई हाल्दिनु है किन भान्जा सधैँ आइरहन्छन् हो कि नै भान्जा कहिले आउनु मासुको बेला न गाइस अब त्यही हो अब त हाम्रो खानासाना हुन्छ यहाँ म खान्छु बरु के खाने अब हामीले चाहिँ म त यो यहाँको प्योर रोटी है बासी रोटीको ए यो चाहिँ बासी पिठोको रोटी हो छोरीले तपाईँकोमा त्यो तेल हालिदिनु भयो मामाले तेमै भात हाल्दिनु के लिएको छ तिमी बाबु यो मलाई हो तेल गर्नु छ नि नाइ बाबु ल यो अलिकति ल एकपल्ट हाल्दैनन् हो त्यति खा बस ए मामा हामीलाई तेल छैन ल बाबु कलेजो छ कलेजो दिनु मलाई उहाँले न अर्को थालमा एउटा दिएर अर्कोले मागेछ मासु भातमा हालेर दाल कचौरामा हाल्दिनु पर्ने यो हाम्रो चाहिँ त्यो थालमा त्यो थालमा घुम्छ मासु अनि दाल बटुको कचौरामा हालिदिन्छौ खाए है मैले खाए है मैले मासु लैजाऊ न माइललाई भिडियोको त्यहाँमै हुन्थ्यो हाम्रो माइल मामा हामीलाई झोल छैन त भने मासुको हाल्दिनु पर्छ म मान्दैन है यो त यो पहिलो बाटको के हाल्नु त हाल्नु झोल यहाँबाट माइलीको 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 ल अब हामी चाहिँ खान्छौँ गाइस त्यही हो आजको भिडियो यति नै हुन्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला निदेखि पानी आउन सक्छ हजुरहरूको त्यही भएर म चाहिँ म खाने भात ल गाइस बाई